हेलो गाइस सबैजनालाई वेलकम छ फेरि पनि मेरो नयाँ ब्लगमा देख्न सक्नुहुन्छ। आज चाहिँ म एकदमै शानदार इमर्जेन्सी केस लिएर आएको छु, जुन चाहिँ एकदमै क्रिटिकल अवस्थामा छ, जुन चाहिँ फुड पोइजनिङको केस हो। यो चाहिँ एकदमै नाजुक अवस्थामा छ। एउटा गाई चाहिँ यहाँ देख्न सक्नुहुन्छ, पेटबाट जति हावाफाले पनि एकैछिनमा भोरिने, फेरि एकदमै फुड पोइजनिङ चाहिँ बडीमा पुरै फैलिसकेको अवस्था थियो। यो चाहिँ एकदमै क्रिटिकल केस थियो, किनकि उहाँहरूले चाहिँ बढी मात्रामा बिहान चाहिँ चोकर र दाना पकाएर खुवाउनु भएको रहेछ स्टोर टेकिङ गर्दाखेरि चाहिँ। त्यसपछि चाहिँ हामीले जति ग्यास रिमुभ गरे पनि एकैछिनमा भोरिने अवस्था थियो। त्यसपछि चाहिँ हामीले पेटमा पन्चर गऱ्यौँ, पन्चर गरेर हावा फाल्यौँ, त्यहाँबाट आफेनिलहरू पनि हालिदियौँ। त्यसपछि चाहिँ म्याग्नेसियम सल्फेट पनि खुवाइदियौँ। त्यस्तो गर्दा पनि कुनै पनि रियाक्सन देखाएन, कुनै पनि रेस्पोन्स नदेखाइसकेपछि गाईको लास्ट अवस्थामा बढी मात्रामा पोइजनिङ भइसकेको अवस्था थियो, टाउको फालिसकेको अवस्था थियो। ओनर पनि आत्तिनु भएको थियो, अब बाँच्दैन भन्ने भइसकेको थियो, उहाँहरूलाई पनि आत्तिनु भएको थियो। त्यसपछि चाहिँ हामीले धैर्यका साथ चाहिँ ट्रिटमेन्ट गऱ्यौँ। एकदमै इमर्जेन्सी केसमा चलाइने एन्टिडोट हामीले एट्रोपिन सल्फेट चाहिँ 10 ml आइभी लगाइदियौँ। त्यसपछि त्यसको टेम्परेचर पनि एकदमै लो थियो, 96 फरेनहाइट थियो। त्यसपछि चाहिँ हामीले 100 ml चाहिँ आइभीबाट दियौँ क्याल्सियम पनि। त्यसपछि हामीले डेक्स्ट्रो सलाइनहरू पनि चढायौँ। त्यसपछि चाहिँ गाईको अवस्था अलिकति, गाईले चाहिँ हल्का त्यसपछि अलिकति फुर्तिलो देख्यो। त्यसपछि चाहिँ हामीलाई अलिकति आशा भयो अब गाई बाँच्छ भने। त्यसपछि हामी जति सक्दो चाहिँ हार नखाइकन यसलाई चाहिँ हिटरहरू लगाएर एकदम तातो अवस्थामा राखेको थियौँ। गाई चाहिँ एकदमै नाजुक अवस्थामा थियो, देख्न सक्नुहुन्छ। त्यसपछि चाहिँ अनि गाईको चाहिँ हार्ट रेट पनि एकदम कम भइसकेको थियो, जुन चाहिँ एट्रोपिन सल्फेट लगाएपछि चाहिँ त्यसले चाहिँ हार्ट रेट पनि मेन्टेन गर्छ। क्याल्सियम पनि दिइसकेको थियौँ। अनि त्यसपछि चाहिँ हामीले त्यसलाई एकदम केयर गरेर चाहिँ राखेको थियौँ। गाईको अवस्था देख्न सक्नुहुन्छ हजुरहरूले पनि। यस्तो हजुरहरूले चाहिँ कुनै पनि हरियो घाँसहरू चाहिँ बढी मात्रामा नखाउनु होला। गाईको हरियो घाँस अथवा कुनै दाना चोकर चाहिँ बढी मात्रामा दियो भने, यस्तो पोइजनिङ भयो भने चाहिँ गाईको समयमा उपचार पाएन भने चाहिँ तुरुन्तै मृत्यु हुनसक्छ। त्यसपछि भोलिपल्ट चाहिँ अलिअलि खाना खाँदैन हामीले यसलाई 3-4वटा सलाइम आरएल दियौँ। अनि त्यसपछि चाहिँ गाईको अवस्था चाहिँ अहिले एकदमै राम्रो छ। नर्मली सबै कुराहरू खान्छ, अहिले चाहिँ सबै कुराहरू ठिक भइसकेको छ। जुन चाहिँ आस मार्नै सकेको गाई चाहिँ अहिले 4 खुट्टा टेकेर आएर खान थालिसकेको छ, देख्न सक्नुहुन्छ। यस्तै केसहरू हेर्नको लागि लाइक सब्सक्राइब गरिदिनु होला। मेरो युट्युब च्यानल पनि छ, सन्देश श्रेष्ठ ब्लग। यो चाहिँ मेरो टिकटक च्यानल हो, देख्न सक्नुहुन्छ। गाई चाहिँ अहिले एकदमै स्वस्थ छ है त। हस्त, धन्यवाद।